नमस्ते हजुरहरू सबैलाई आज फेरि म मेरो युट्युब च्यानल डाक्टर साथी म हार्दिक स्वागत गर्दछु। आज म हजुरहरूलाई एउटा महत्त्वपूर्ण विषयको जानकारी दिन गइरहेको छु। अहिले धेरै जस्तो घर घरमा बच्चादेखि वृद्धसम्मलाई ससेज खान निकै मनपर्छ। के हजुरहरूलाई थाहा छ यो ससेज खाँदा फेरि हाम्रो स्वास्थ्यमा के फाइदा हुन्छ, के बेफाइदा हुन्छ भनेर? आजको यस भिडियोमा दिनेछ यसको सम्पूर्ण जानकारी। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, यो निकै रोचक र जानकारीमूलक हुनेछ। ससेज चाहिँ एउटा प्रोसेस मिट हो, प्रोसेस गरेर बनाएको मासु हो। त्यसमा नुनको मात्रा हुन्छ, त्यसमा बोसोको मात्रा पनि बढी हुन्छ र यसबाट आउने फाइदाहरू के छन् भने यसमा प्रोटिन अलि बढी मात्रामा हुन्छ र कोही अलि दुब्लो पातलो हुनुहुन्छ भने यो अलिअलि मात्रामा ससेज खाँदा ठिकै पनि हुन्छ। बनाउनलाई सजिलो पनि हुन्छ, खानालाई मिठो पनि हुन्छ। तर यो ससेजमा अत्याधिक मात्रामा स्याचुरेटेड फ्याट हुन्छ। स्याचुरेटेड फ्याट भनेको नि हाम्रो मुटु र मस्तिष्कको लागि एकदमै नराम्रो किसिमको फ्याट हो। यसले मुटुमा हार्ट एट्याक गराउन सक्ने र मस्तिष्कमा पक्षघात गराउन सक्दछ। अर्को ससेजमा हुने धेरै मात्राको पदार्थ भनेको नुन हो। त्यसो हुनाले नुन धेरै खाँदाखेरि हाम्रो प्रेसरहरू बढ्न सक्छ भन्ने कुरा त थाहा नै छ र प्रेसरका रोगीहरूलाई यो उपयुक्त खालको खानेकुरा भने होइन। त्यसो हुनाले जो कसैलाई मुटु रोग हुने सम्भावना हुन्छ, पक्षघात हुने सम्भावना हुन्छ र प्रेसर हुने सम्भावना हुन्छ, उहाँहरूले ससेज नखानु भएकै राम्रो हुन्छ। र जसले खानुहुन्छ त्यो पनि बेला बेलामा मात्रै लिनुभएको ठिकै हुन्छ। नियमित रूपमा यसलाई खानु भने पक्कै पनि हुँदैन। ससेजलाई नकुहियोस् र नबिग्रियोस् भनेर प्रिजर्भेटिभ राखेको हुन्छ, त्यसलाई नाइट्राइट्स भन्छ। नाइट्राइट्सहरू खाँदाखेरि चाहिँ अध्ययन अनुसन्धानहरूले धेरै किसिमको रोगसँग गाँसिएको छ। यसले नाइट्राइट्सको मात्रा बढी हुँदाखेरि पेटको क्यान्सरदेखि लिएर अन्य क्यान्सरहरू समेत हुने, सुगर रोगहरू लाग्ने भनेर पनि देखाएको छ। त्यसो हुनाले पनि ससेज त्यो हिसाबले पनि त्यति राम्रो भने पक्कै पनि होइन। ससेज प्रोसेस मिट भएको हुनाले धेरै मात्रामा मासु खानु भनेको स्वास्थ्यको लागि पक्कै पनि राम्रो होइन। धेरै मात्रामा मासु लिँदाखेरि आन्द्राका समस्याहरू आउने समस्याहरू पनि हुन सक्छन्। यस विषयमा पनि हामीले सोच्नुपर्दछ। अन्तिममा भन्नुपर्दाखेरि ससेजबाट पाउने फाइदाहरू निकै कम छन्, तर बेफाइदाहरू स्वास्थ्यको दृष्टिकोणले हो भने निकै बढी छन्। त्यो हिसाबले प्रत्येकचोटि ससेज खानुभन्दाखेरि यो मिठो छ भनेर मात्रै नलिनु होला, यसले स्वास्थ्यमा चाहिँ कतिको असर गर्छ भन्ने कुरा विचार गरेर पनि लिनु पर्ला है त। यो ससेज सम्बन्धीको जानकारी तपाईँलाई कस्तो लाग्यो? ठिकै लाग्यो भने साथीभाइलाई सेयर गर्नुहोला है त। अर्को भिडियोसम्मको लागि प्रतीक्षा गर्दै गर्नुहोस् है त। नमस्ते।